दसैँ त आयो तर आइज केटा हो तास खेल्न जाउँ भन्ने केटाहरू पो छैन त यार। गाउँ त पुरै खाली भयो होला। कुनै बेला यस्तो बेला थियो कि दसैँ आएपछि नयाँ सयाँ लुगा लगाएर हुन्छ नि छुट्टै थियो क्या त्यो रमझम त्यो गाउँघरमा होइन छुट्टै भाइ पाउँथ्यो क्या। बल्ल बल्ल वर्ष दिनमा आएको दसैँ यस्तो रमाइलोसँग जान्थ्यो। अब त्यो फिल नै छैन क्या गाउँमा। भएको 2-4 जना साथीभाइहरू पनि विदेश कहिले आउँछस् भनेर सोध्यो भने नि अब यस्तै हो साथी पैसा सैसा छैन 2-4 वर्ष लाग्छ यार भन्छ सबजनाले। दसैँ तिहार जति मनाउनु थियो पहिला मनाइयो। अब त्यो साथीभाइहरूसँग फेरि पहिला जसरी मनाउँछु भनेर चाहिँ नसोचे हुन्छ जस्तो लाग्यो मलाई चाहिँ। किनकि सबैजनालाई आफ्नो दुःख प्रब्लम छ होइन। उसलाई उसकै दुःख छ, मलाई मेरै दुःख छ, अर्कोलाई अर्कैको दुःख छ। अनि हामी अब पहिला जसरी एकैचोटि भेट्न पनि सक्दैनौँ रहेछ क्या। अब त्यो भेट्नको लागि पनि धेरै मुस्किल पर्छ जस्तो लाग्छ क्या मलाई त। किनकि मेरो फ्री भएको बेलामा चाहिँ अनि उसको फ्री हुँदैन, अनि उसको फ्री भएको बेलामा चाहिँ मेरो टाइम मिल्दैन। अब यस्तै हो केटा हो। पहिलाको जस्तो भाइ बाबु आउँदैन पनि। किन भन्दाखेरि पहिला पो केही टेन्सन थिएन, मतलब थिएन केही कुराको, पैसाको पनि वास्ता थिएन। आफ्नो आफ्नो मन मिलाएको थियो साथीभाइको।